कुनै पनि बहानामा प्राणीहरूको हत्या गर्नु भनेको पाप कर्म हो। यस पाप कर्मको विपाक ती मानिसहरूले यो जन्ममा वा अर्को जन्ममा अवश्य भोग्नु पर्दछ। नेपाल भगवान बुद्धको जन्मभूमि भएर पनि नेपालीहरू यस प्रकारका अकुशल कर्मबाट मुक्त हुन सकेका छैनन्। यस्ता क्रियाकलापबाट कसैको भलो हुँदैन भन्ने कुराको ज्ञान भए तापनि यसलाई तत्काल रोक्न सकिने अवस्था भने छैन। यस्तो अवस्थामा अज्ञानतावश पाप कर्म गर्न पुगेका मानिसहरूको पाप मोचन होस्, उनीहरूमा कुशल कर्म गर्ने चेतनाको वृद्धि होस् भनी हामी बौद्ध मार्गीहरूले प्रणिधान भने अवश्य गर्नुपर्दछ। साथै अकालमा मृत्युवरण गर्न पुगेका ती कुनै न कुनै जन्मका हाम्रा मातापिता रूपी प्राणीहरूको सुखावती भुवनमा बास होस् भनी अष्टशील धारण गरी न्यूने व्रत बस्ने प्रचलन रहेको छ र यसै अनुसार व्रत बस्नु उत्तम हुन्छ। यसरी शुद्ध मनले सबैको भलो होस् भनी प्रणिधान गरेमा जगत संसारमा रहेका सबै प्राणीहरूको कल्याण हुन्छ भनेर बौद्ध मार्गीहरूको विश्वास रहेको हुन्छ। यही विश्वास तथा आस्थालाई सिरोपर गर्दै आसन्न दशैं पर्वमा मानिसहरूको अज्ञानताको कारण होस् या धर्मको नाममा गरिएका प्राणी हिंसाबाट अकालमा आफ्नो ज्यान गुमाउन परेका सम्पूर्ण प्राणीहरूको सुखावती भुवनमा बास होस् तथा अज्ञानताका कारण यस्ता अकुशल कर्म गर्न पुगेका मानिसहरूमा कुशल कर्म गर्ने चेतनाको वृद्धि होस् भनी बोधि टेलिभिजन परिवार प्रणिधान गर्दछ।